ल ओके व्हाट्सअप गाइज अब आज चाहिँ हामीले होइन अब यो मुकबाङ हल्का टक्क लाएर हो उजाला न यो चाहिँ करेन्ट अनि यो चाहिँ मोमो अनि हामीले चाहिँ अब क्याफे खोलौँ भनेर चाहिँ यसो अब यहाँ चाहिँ आज चाहिँ फुड टेस्ट गर्नु ला हो अनि यो चाहिँ हाम्रो लस्सी ल ओके गाइज अब चाहिँ हामी खानु सुरु अब चाहिँ खाइहाल्नु तीनचोटि स्पेसफुल भयो है गाह्रो छ यस्तो गर न ल है लस्सी सस्सी छ अब चाहिँ हामी खाइहाल्छौँ लस्सी यो चाहिँ झोल मोमो चौबिस्टिक युज गर्नुहोस् न। अरे कहना क्या चाहते हो? कसरी युज गर्ने माने आउँदैन यसरी हो क्या हो जस्तो लाग्यो मलाई करेन्ट यो रामेन चाहिँ टक्क लाएर है करेन्टहरू चाहिँ होइन यो यल्क हुन्छ नि माथिको यल्क यसलाई चाहिँ घुप्टाउने हो होइन सबै मजाले यसरी मिक्स गर्ने हो यसरी मिक्स गर्ने भने चाहिँ यसको टेक्स्चरहरू होइन ट्याक्क अब मान्छेहरूलाई कतिजना थाहा हुँदैन यसरी यल्क मिक्स गर्ने नेपाली हो है गाइस हात छ सिधै यसरी दोबारिदिने है के गर्नु पर्दैन यति हो चलाउनु आउँदैन हातले घोप्टाइदियो सक्यो कुरा यस्तो गर्यो यो दियो यस्तो गर्यो नआएपछि के गर्नु होइन टक करेन्ट यो सबै हामीले बनाएको है फेरि जस हाम्रो टाउकेलमा छ हाम्रो क्याफे ओपनिङ हुँदैछ भइरहेछ होइन जस आउनु पर्यो अब हाम्रो लोकेसन चाहिँ अब टाउखेलमा छ होइन अब यो हाम्रो के हो भन्दाखेरि अब यो हामी आफै पहिला टेस्ट गरौँ भन्ने सोचेँ क्या त्यसपछि अब टेस्ट गर्दैछौँ जहाँसम्म मिठै लगाइरहेछ होइन यसो टेस्ट गर्न आउनु यो करेन्ट चाहिँ हामीले अप्सनलमा राखेको हो होइन हाम्रो मेन भनेको चाहिँ मोमो पनि टिपेर खानु मिल्छ किमा नुडल्स अनि लाफिङ अनि त्यसपछि मोमो मेन भन्यो अनि हाम्रो थुक्पा हुन्छ पछि जाडो महिनामा लेट्स सी के हुन्छ यी चलपल छ है करेन्टको चाहिँ यहाँ चौबिस्टिक भन्दा नि हाल्दै दिने हो मोमो बनाउँदा मिलाउँदा सेटअप गर्दा चिसो भइसक्यो टेस्टै ठिक छ झोल पनि बाक्लो लस्सी देखा आपने लापरवाही का नतीजा है सबैजनासँग चियर्स तिलको झोल गोलबाको अचार टक्क लगाएर होइन तर वाइट चिसो भइसक्यो हौ सेटअप गर्दा छैन गर्छ भने फेरि अलि ढिलै होला फेरि अहिले हामीले 4 बजेबाट सुरु भयो अहिले कति बज्यो फोनै उता छ मेरो त 8 त बजिसक्यो फोर्कले हालिदिउँ न त है
यो चपस्टिक सानो हो क्या त्यो उसको उडन टाइपको चाहिँ राम्रो हुन्छ क्या यो चाहिँ अलि आउन त आउँछ तर मेरो मोमो छेक्यो यहाँ मोमो यति सहज यहाँ मेरो मोमो देखिरहेको छ तिम्रो कहिले देखिरहेछ हो यो चाहिँ तिलको धुल देख्दैन रहेछ देखाउन सकेन यसो भ्याइदिने नि टक्क लगाएर है अच्छा है अच्छा वाला यसरी सुरुप्प टेस्ट हान्दा नि मिठो लाग्यो अब यसमा यसरी टक्क मोमो एउटा होइन दुईटा आउँछ यसरी होइन टक्क हाल्ने यसरी दुईटा खस्दिएर कलिवटा अक्षरमा दुईटा खान नसक्ने रहेछ म त फुल लाग्यो भाइ कच्चरेको खानु त्यही हालत आइसक्यो चिसो फेरि तताउनु जानु पर्ला जस्तो लाग्यो मलाई त फेरि माझ्नुपर्छ भाइ भाइ भाडा माझ्नु राखिसक्यो भर्खरै हामीले तिल अलिक बढी हालेको छ रातो चाहिँ नकिन्नु है यो करेन्ट रातो चाहिँ अलिक पिरो हुने रहेछ कालो चाहिँ अलिक म्याक्सिमम खाने कालै हो क्या भाइ टक्क मैले थाहा थिएन अब मैले त राति किनेर आइदिएँ होइन त्यस्तै हो अब अहिले आएर थाहा भयो वाइल्ड पिरो सार्यो त देखेन होइन मिलाउनु त एकचोटि मिलाउनु त यो बिचमा आयो क्या मेरो मोमो देख्नु परेन होइन आज चाहिँ दसैँको दोस्रो दिन हो होइन सबैजनालाई ह्याप्पी दसैँ सबैको दसैँ रमाइलो भयो होला भन्ने चाहन्छु भनौँ न चाहन्छु पास भइसक्यो अब फेरि चाहनु आशा गर्छु होइन राम्रै भयो होला रमाइलो भयो होला होइन त्यस तास खेलेर कतिको हार्नुभयो कतिको जित्नुभयो त्यो पनि भनिदिइराख्नु है फेरि मोमो चाहिँ सक्दैन जस्तो यार भाइ साह्रो भइसकेको छ निल्नै नसक्ने हो एकदम हामीले यो हाम्रो फर्स्ट भिडियो भयो क्या हामी के गरौँ के गर्ने के गर्नु अब हामी पछि बिस्तारै दामी निकाल्छौँ यसले खानुभन्दा त छ नि हात देखाइदिउँ क्या जस्तो लागिरहेको मलाई त झ्याप्प लाएर होइन अलिकति फेरि भुतै भन्ला है गाह्रो छ नि फेरि यिनीहरूको भिडियो हेरेर फन्नी कमेन्ट पढ्ने है भन्ने आउँछ क्या त्यही भएर नबनाएको त्यसरी फन्नी कमेन्ट पढौँ ल फन्नी कमेन्ट पढौँ ल अनि फेरि कमेन्ट कस्तो आउँथ्यो भन्दा मेरो खाना कति दिन खाना नपाएको होला भनेर आउँथ्यो होला त्यही भएर त्यसो गर्नु हुँदैन पहिल्यै चेतामा पहिल्यै सतर्क हुनु पऱ्यो नि होइन फन्नी कमेन्ट पढौँ ल यसो जापानिज पनि बोल्देऊ अब जापानिज के बोलौँ भन्दाखेरि अब अहिले अब मर्निङ होइन अब अहिले नाइट हो अब सुत्ने बेला त भएको छैन
नत्र ओयासुमी नासाई भनिदिन्थे होइन अब अहिलेको लागि कोनिचिवा भनिदिन्छु कोनिचिवा मिनासान युरुगो हानो ताबेमास्ताका यति हो होइन बुझ्नेले यसो एन्सर गर्नु होला होइन अब यसो के हुन्छ हेरौँ म चाहिँ वाइल्ड भिडियोका मैले पसिनै आइसक्यो लासो फ्यापुला बिगेस यो मेन जापानिज हो फेरि मोमो त सक्दैन भयो सक्नै पर्यो अन्नमा खायो यति चाहिँ बढ्यो अरू त खायो मैले यत्रो छ मेरो त अझै यति छ यति छ मोमै होला 10वटा जति यही छ कति धेरै कहाँ सक्छ हौ त ट्राइज बेस म खान्छु मोमो हामी 25-25 वटा आयो हो त्यतिको खानु पर्यो नि होइन 25 त होइन 30 जति हुन्छ मोमो पनि अब अर्को स्टाइलले खान्छु है म सब्स्टिङमा राखेर एउटा अर्कोले गर यसरी टक्क यसरी हो यस्तो यस्तो या त्यसरी खानु हुँदैन यार यस्तो नो सक्दैन डोन्ट ट्राई दिस एट होम एउटा खाने हो सकेन भने फ्रिजमा हाल्ने भोलि स्टिम गर्ने हो खाने हो च्यालेन्ज गरौँ भने दाइको सकिसक्यो मेरो यत्रो छ कहाँ होइन बरु बिस्तारै खाने हो आनन्दले किन्ने भाइ भयो जसले लास्टमा खायो त्यसले भात माग्ने क्या खान्छु हो करिन सकिसक्यो म हातले खाइदिन्छु म त म सक्दिनँ हो म त हातले खाइदिन्छु म त बर फेरि मटोस भयो यो चाहिँ कहीँबाट किनेर ल्याएको नि होइन हामीले होइन सब घरमै बनाएको सबै क्या मोमोको किमादेखि लिएर सबै बनाएको होइन पानी नै खानुपर्छ यार साइडमा सरी अब त नको अब कस्तो खाना चाहिँ मलाई लाग्छ तर अलिक चिसो भयो क्या हामीले टाइम लगायौँ कि हामीले अघि तर फेरि जुसी थियो करेन्टै सकेको छैन मेरो 1 2 3 4 5 6 7 8 9 वटा छ एक प्लेट छ भनौँ न मोमै 9 वटा छ मोमो मेरो करेन्ट छ नत्र च्यालेन्ज जान्नुहुन्थ्यो बार बाह्रले यार अन्डा टक्क लाएर अन्डा नि छ करेन्ट पनि छ होइन यसलाई चाहिँ जापानिजमा चाहिँ हासी भन्छ हासी त्यसलाई थाहा भयो त्यो हासी भनेपछि यसलाई चाहिँ फोर्क भन्छ फोर्की भन्छ होला पक्का अब स्पुनलाई चाहिँ सुपुन भन्छ भने होइन यसलाई चाहिँ हासी भन्छ भने यसलाई चाहिँ फोर्कु भन्छ होला अब थाहा हुनु पऱ्यो नि होइन तर मुखबाङ गर्नेहरूले कसरी खान्छ होला यत्रो धेरै टोटो खान्छौँ हामी इटी खान्छौँ होइन तर इटी त नभयो ओभर थियो मोमै 2-3 प्लेट थियो अनि खान नसक्ने यसरी नै खानुपर्छ कोरिएन्डर टक्क मिक्स मिठो हुन्छ हौ टक्क माथिबाट हाल्यो भने बवाल देख्छ नि त नकमा हो अब खाइरहेको छु है म चाहिँ फेरि 2 प्लेट चाहिँ खान सक्ने रहेछ त्यो भन्दा बढी खान नसक्ने रहेछ बिरुवा
करेन्ट लास्टै पिरो क्या पिरो चाहिँ होइन मलाई लास्टै त्यो मोमो तातो भएपछि खाइदिन्छ अलिकति चिसो भयो क्या पछि अझै दामी भिडियोहरू आउँछ हाम्रो अब किमा नुडल्सहरू खाएको लाफिङहरू आफैले बनाउने आफैले खाने आफै बनाउने फेरि आफै सब त्यो बाहिरबाट ल्याएर यहाँ त्यहाँ गरेर खाने आफ्नै घरमा तर अरूहरूले पनि त्यस्तो त गर्छ होइन भयो भने हल्का हल्का बनाएको भिडियो नै हाल्छु मिलाएर ओके आजलाई चाहिँ यति गर्नु पर्ला जस्तो लाग्यो हो तिमीले के अझै खान सक्छौ भने खाऊ मोमो छ अझै यति यार अब पेटले चाहिँ नखाऊँ भन्छ हो मुखले चाहिँ खाऊ भनेर मुखले चाहिँ खाऊँ भनेर खायो क्या साइडमा हेलो सनफ्लावर हेलो भन्दै हुनुहुन्छ यहाँ यस्तो पनि चाहियो भने भन्नु है सर्ट यहाँनिर साइडमा राखिरहेको देखाउने भनेको क्यामेरा पनि आएन क्या त्यही भएर साइडमा राखिरहेछौँ देखाउन त के मन थियो नि अनुहार त बल्ल तल देखाउनु पाइरहेछ मोमो सरी जान्छ सप्प त्यसपछि सप्प गऱ्यो हल्का पातलो गरेर खायो डोल मोमो टेपो छ मोमो फेरि यो चिकनवाला नि छ देखाउनै सकेन चन्द्रमा है टक्क मुन पानी पनि पर्ला हाफ मुन फुल मुन होइन फेरि फुल मुन त यो हुन्छ क्या फेरि देखाउँछु यो खाऊ छिटो खाऊ ल आजलाई चाहिँ त्यो समाप्तै गर्नुपर्छ नसक्ला जस्तो पेट त अगाइसक्यो मेरो नि यो चाहिँ फुल मुन खाइदिइहालौँ खाने माको भागको खाने म चाहिँ इनफ भयो चियर्सलाई चाहिँ अब न्यापिन्समा खाम्पाई भन्छ खाम्पाई गऱ्यो खाम्पाई लास्ट खाम्पाई है यो चाहिँ मोमो चाहिँ सकेन केटा हो है अब झोल पनि यति धेरै बढी हो के गर्ने हो होइन मोमो यति छ कहिले चाहिँ खाएँ होइन भोलि फेरि स्टिम गरेर खाए मात्र हो कि पाले हो होइन एउटा भ्लग आउँछ कि हिजो खानु नसकेको अब हाफ मुन चाहिँ खाइदिन्छु म बाँकी राख्दिनँ यसलाई चाहिँ चिसो भयो क्या लास्टै हेर म चप्पन सुहाउनु थाक्यो खाँदा थाक्दो रहेछ ओके गाइज थ्याङ्क यू फर वाचिङ है आजको लागि चाहिँ यति नै हो होइन पछि बिस्तारै राम्रो आउँछ अझै अब राम्रो बनाउँछ यो त आजको फर्स्ट स्टार्ट भिडियो भएर अलिकति राम्रो भएको छैन होइन आइडिया भएन के गर्ने टाइपको भइरहेको थियो क्या अघि न त ल क्यामेरा राख्छु के मिल्दैन के राखेँ के मिल्दैन होइन अब बिस्तारै मिल्दैछ होइन आजको लागि चाहिँ यति नै गरौँ अब म पनि सकेन लाइक सेयर सब्सक्राइब सपोर्ट गर्दै गरौँ होइन भन्छ होइन त्यस्तै भन्छ नि त ओके आजको लागि यति नै द्याट्स इट मिठो अब नेक्स्ट भिडियोमा भेटौँला हाम्रो छिट्टै ओपनिङ हुँदैछ गोदावरी हर्सिदी बढेगाउँ कहाँ बस्नुहुन्छ सबजना टाउखेलमा आउनु पऱ्यो है मिठो मोमो थुक्पा खानलाई चाहिँ यो गाइज ल सबैजनालाई बाई बाई होइन अब नेक्स्ट भिडियोमा भेटौँला आजलाई यति नै तब तक के लिए सबको टाटा एन्ड बाई बाई नमस्ते